कर्णाली प्रदेशको केही रमाइलो जानकारीहरू। क्षेत्रफलको आधारले सबैभन्दा ठूलो प्रदेश कर्णाली प्रदेश 27,984 स्क्वायर किलोमिटरमा फैलिएको छ, जसले नेपालको टोटल क्षेत्रफलको 19.01% ओगटेको छ। जनसङ्ख्याको आधारले सबैभन्दा अन्तिम स्थानमा रहेको कर्णाली प्रदेशको जनसङ्ख्या भने 16,94,889 रहेको छ। यस प्रदेशमा रहेको 10 जिल्ला मध्ये क्षेत्रफलको आधारले सबैभन्दा ठूलो जिल्ला डोल्पा र सबैभन्दा सानो जिल्ला रुकुम पश्चिम रहेको छ भने यस प्रदेशको सबैभन्दा होचो स्थान कर्णाली र भेरी नदीको दोबान जामुन कुइने र सबैभन्दा अग्लो स्थान डोल्पाको चुरे हिमाल रहेको छ। कर्णाली प्रदेशको सिमाना पूर्वमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश, उत्तरमा चीन तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशसँग जोडिएको छ। यस प्रदेशमा अवस्थित राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज र सेफुक्सुन्डु राष्ट्रिय निकुञ्जहरू हुन् भने नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा ताल र नेपालकै सबैभन्दा लामो नदी कर्णाली नदी पनि यस प्रदेशमै अवस्थित छन्, जुन नेपालको एकमात्र डल्फिन पाइने नदी भनेर पनि चिनिन्छ। अब तपाईँ भन्नुहोस् कर्णाली प्रदेशको राजधानी चाहिँ कहाँ पर्दो रहेछ?